हेलो हाई नमस्ते मनोज जी। नमस्ते गाइस, नमस्ते। के छ खबर? ठिक छ, एकदम बवाल तपाईको। हामी आज कहाँको यात्रा गर्दैछु, तपाईँ के भन्न सक्नुहुन्छ भने हाम्रो भन्नुहोस्। हामी चाहिँ कर्णाली पर्दैछ दर्शक महानुभावलाई। अब नेपालकै भनौँ न एकदमै ठुलो ताल रारा तालको भ्रमणको लागि आज हिँडेका छौँ। हामी चाहिँ यता हिँडेको कति दिन भयो तपाईँको? कहाँबाट हिँड्नुभएको? कामले हो कि विशेष त होला नि त, केही न केही त त्यत्तिकै त हिँड्नु भएन होला। हामी चाहिँ सुर्खेतबाट चाहिँ मध्यपश्चिम विश्वविद्यालय कानुन संकायका विद्यार्थीहरू एउटा सब्जेक्ट कोर एरिया भिजिट अर्थात् दुर्गम क्षेत्र भ्रमण भन्ने विषयमा टेकेर हजुर हामी चाहिँ यो दुर्गम क्षेत्रमा जाँदैछौँ। हजुर त्यस लगत्तै हामी रारातालमा पनि जानेछौँ। एकदमै रमाइलोको साथ आइरहेका छौँ। अलिअलि त्यस्तै यो गाडीमा यो हामी चाहिँ अहिले कुन जिल्ला, कुन नजिक, के कस्तो छ तपाईँ के भन्न सक्नुहुन्छ? हामी चाहिँ अब चाहिँ माथि मुगुतिर लागिसक्यौँ। जुम्ला कटिसक्यो, मुगुको बाटोतिर लागेका छौँ। हामी सैनिक इलाका कार्यालयमा पुगिसकेका छौँ। मुगुको सैनिक इलाका कार्यालय हजुर पोस्टमा। त्यो भए नाताले यहाँ गर्नु अत्याधिक। तपाईँलाई सुर्खेतदेखि यो राधाको नजिकैको मुगुको छेउमा पुग्नु भएको छ होइन? राधा पुग्न त अझै 2-3 घन्टा अझै गाडीको यात्रा गर्नुपर्छ, हिँड्नुपर्छ भन्ने कुरा छ। भोलिको यात्रा हुनेछ। तपाईँलाई त्यहाँदेखि 2 दिनको यात्रामा तपाईँले कुनै कष्ट दुःख केही कस्तो भोग्नुभएको छ कि छैन, कि कुनै अब खुसी साथ आएर कुनै दुःख सुख भोग्नु भएको कि रमाइलो लिनु भएको छ कि के कस्तो छ? रमाइलो त लियो, अब साथीहरूसँग आएपछि रमाइलो नहुने कुरा छैन। तर दुःख कष्ट चाहिँ हिजो राति चाहिँ केटाहरूले सुन्न दिएनन्। 1 घन्टा पनि सुन्न पाइएन, बिहानै आएर उठाइदिए। तपाईँ हेर्नुहुन्छ यो यस्तो पाटन रहेछ, पाटनमा घोडा। ओहो हेर्नुहोस् त घोडा, आहा कति यो त्यो चाहिँ सैनिकको ब्यारेक रहेछ। यो चाहिँ घोडा चढाउने यस्तो मान्छे यस्तो राम्रो रहेछ। तपाईँ मतलब यो राधा निकुञ्ज भन्ने ठाउँको नजिकै हामी पुगिसकेका रहेछौँ होइन? त्यही भएर आर्मीको पनि रहेछ। पोस्ट भन्नुहोस् न, ब्यारेक भन्नुहोस् न। ब्यारेक गण अनि तपाईँले आज एउटा मैले के अचम्म लाग्यो भने तपाईँको यो घाँटीमा यो यस्तो खालको छ होइन? एउटा सेतो एउटा रातो कलरको छ। त्यो तपाईँको विशेषता के हो? तपाईँले लाउनुको कारण के हो? तपाईँको त्यसको कारण सहित मलाई खुलाउन सक्नुहुन्छ कि त्यसको बारेमा? यो चाहिँ कर्णालीमा चाहिँ भन्नुपर्दाखेरि यो चाहिँ यसलाई ध्वजा भनिन्छ है। यो चाहिँ देवी देवतालाई चढाउने एकदमै प्रख्यात एउटा कर्णालीको क्षेत्रमा र सुदूरपश्चिममा चाहिँ यो बहुत प्रख्यात छ। हजुर यसको विशेषता भनेको चाहिँ यो चाहिँ हामीले कनका सुन्दरी माईको मन्दिरमा गएर बाबाजीले लगाइदिएको हो यो। बाबाजीले हजुर यसको विशेषता भनेको यसले चाहिँ हाम्रो मनोकामना सोचे चाहेको पुर्याउँछ र यसले हाम्रो भनौँ न रक्षा गर्छ भन्ने एउटा धारणा रहेको छ। यसको उद्देश्य चाहिँ त्यही हो, सफल सोचेको पुगोस् भन्ने एउटा सोचेको पुगोस्। त्यसैले आफ्नो सोचे चाहेको चाहिँ पुग्छ रे। गाइज फेरि मैले पनि लगाएको छु, लाउन त होइन मैले पनि त अब त्यो जुस त्यहाँ गयो हजुर बिहानको मर्निङमा जुस दर्शन पनि गरियो। गर्ने क्रममा जस इन्जोय त लियो, जोइ दियो पानीमा गयो, पानी पौडी खेलियो। अनि नदीमा हामीले गाइस पौडी पनि खेलेको है आज कर्णाली नदीमा खेलियो होइन? आजको दिन रमाइलो भएर बितिरहेको छ हाम्रो होइन? रमाइलो भइरहेछ। अब चाहिँ अब के छ भने यस्तै छ, यो बाटोले गर्दा चाहिँ अलिकति झ्याउ लागिरहेछ आज। आजको खाना कति बजी खानुभयो भन्नु त? खाना चाहिँ 4 बजे खायो है गाइस आज। 4 बजी कति बजे हेरौँ न टाइम 3:21 भयो रहेछ। 3 बजे खाएको खाना। अनि अरू के छ भने भन्नुहोस् तपाईँको? भोलि हामी विशेष गरी नेपालको सबैभन्दा ठुलो ताल राधातालमा प्रस्थान गर्दैछु। गर्दैछु भन्दा तपाईँको मनमा अहिले कस्तो मनमा खेलिरहेको छ, कस्तो उभइरहेको छ? खेलिरहेछ कस्तो होला के होला होइन? अब विश्व प्रख्यातमा आएर एउटा नेपालको एउटा भनौँ न ठुलो ताल कस्तो होला भन्ने लागिरहेछ। त्यही त भन्नु। तपाईँ र हाम्रो साथीहरूलाई चाहिँ आर्मीले रोकिसकेको छ, कान लाओ केटाहरू भनेर। आज तपाईँले जेउस एउटा त्यो गाउँको नाम के अरे आज गएको हामी गाउँको? कनका सुन्दरी। हो त्यो गाउँमा तपाईँ जानुभयो, हामी गयौँ। हजुर त्यहाँ गएर तपाईँ त्यो बस्तीको मान्छेसँग भेला गरेर पुरा गरेर तपाईँले त्यो ज्ञानबाट त्यो समाजमा बस्ने, त्यो बस्तीमा बस्ने आमा बुवा दाजुभाइ दिदीबहिनीहरूसँगबाट तपाईँले के ज्ञान हासिल गर्नुभयो? हामीले ज्ञान चाहिँ हासिल गऱ्यौँ। अनि यहाँ जुम्लामा चाहिँ अब हाम्रो
प्राचीन कालदेखि चलिआएका विभिन्न हुन्छन् नि रीतिरिवाज प्रथा परम्पराहरू लगभग घटिसकेको पाइयो छुवाछुतको पनि लगभग 80% लिमिटेड न भइसकेको पाइयो छ भनाइअनुसार अब त्यो भित्र चाहिँ अब हामी चाहिँ बोक्न त पाएनौँ बाहिरबाट हेर्दाखेरि उहाँहरूको भनाइअनुसार एकदमै राम्रो लाग्यो जस खुसी धेरै परिवर्तन भएको रहेछ जस हाम्रो नेपालको दुर्गम क्षेत्र कर्णाली पिछडेको विशेष गरी कर्णालीकोमा आएर एउटा बस्तीमा आएर त्यस्तो हामीले अवलोकन गर्दा जस राम्रै कुराको चेन्ज भएको देख्दा हामी खुसी त छौँ तपाईँ खुसी कतिको हुनुहुन्छ त्यसै भन्नु पर्यो खुसी छौँ हामी हाम्रो एकदमै प्रत्यक्ष रूपमा हाम्रो जुम्लाका पन्का सुन्दरी गाउँपालिकाका जनतालाई पनि पाइयो मनाइ छ भनेको छ ल बाहिर बाई हस्